हेलो वेलकम ब्याक टु माई न्यू ब्लग केबी कृष्ण ब्लगमा स्वागत छ। म यो माथि धेद्रै भन्ने ठाउँमा आइपुगेको छु र यो धेद्रै भन्ने ठाउँमा तपाईँहरूले सक्नुहुन्छ यहाँनिर उँधो सकिन्छ बारीमा चुनार सुन्तला फलेको देख्न सकिन्छ। पुरै यहाँनिर यस्तो खालको कन्डिसन छ यहाँनिर देख्न सकिन्छ। यसरी जुनार सुन्तला फलिरहेको छ। फलेको जुनार सुन्तला पनि पुरै किराले चाहिँ सखाप बनाइसकेको छ। यहाँ बङ्गै चाहिँ देख्न सकिन्छ। हामीले सबै रोग किराले चाहिँ खत्तम बनाइसकेको छ जुनार सुन्तलालाई। यस्तो खालको कन्डिसन छ। हाम्रो गाउँका पहिला कुनै समय यही बाटो हिँड्थ्यो, यही बाटो डुलिन्थ्यो होइन। अहिले यस्तो भएको छ यो बाटो गाउँ पुरै चेन्ज छ। रोड आइरहेछ, बिजुली बत्ती, तर यो कुनै समय केही पनि थिएन होइन। अहिले एकदमै सबै कुरा छ। तर तपाईँ देख्नुहुन्छ मान्छे छैन, बस्ने मान्छे। त्यो पारिपट्टि देखेको गाउँ भौरे गाउँ भन्छ। गाउँघरका मान्छेलाई धेरै दुःख छ, तर पनि गाउँघरका मान्छेहरू बसिरहेको छ, आनन्द मानिरहेको छ होइन। एकदमै आनन्द लागिरहेछ मलाई पनि धेरै लामो समयपछि व्यस्तताको आउनु थियो। आज फेरि यही बाटो यो त पहिला हामी बोरेटो बाटो थियो माथिबाट, अहिले चाहिँ रोड भनेको छ पिच। नयाँपन छ, कस्तो कस्तो लागिरहेछ आफैलाई। पहिलाको त्यो हिँडेको सम्झेको बाटो पुगेको सम्झिन आइरहेछ। मेरो माइन्डले रिकल गरिरहेछ पहिलाको कुराहरूले। पहिला पहिला यतापट्टि अहिले बाँचेर छ, यहाँनिर किरा लगाएर छ। पहिला पहिला चाहिँ यहाँनिर पुरै घैया फलाउँथे, घैया काउनी जस्तै लोकल बारीहरू। अहिले चाहिँ त्यो लोपोन्मुख बारी यहाँ पर्दो रहेछ। त्यो पारिपट्टिको सबै त्यो जग्गा जमिन पहिला सबै खेती हुन्थ्यो। त्यहाँनिर घैया काउनीहरू लगाउँथे, कोदो लगाउँथे होइन। अब अहिले चाहिँ मान्छे बाँधेर हेरी मान्छे छैनन्, अनि त्यो भएको कारणले गर्दा सबै चाहिँ बाँझै भन्न थालेछ। खेती हुन्थ्यो त, अब गाउँमा कोही बस्दैन। अलिकति हुर्किएपछि मान्छे सहर बन्न थालिहाले। त्यही भएर अहिले खेती गर्ने ठाउँ यो सबै रुजेली र बनमारा तितीपाती गाडी भएको छ। तपाईँहरूलाई विश्वास नलाग्न सक्ला, कुनै समय यो खोल्सामा पानी बग्थ्यो, कुनै समय। तर अहिले त्यस्तो अवस्था छैन। यहाँ रुखहरू भात्किसके, पानीको मुहानहरू सुकिसके। र विशाल सिसोको रुख थियो, एकदमै डरलाग्दो खोज्छ थियो। अहिले त्यसको नाम निशाना मेटिसकेछ अहिले।
सोच्नु त बाँकी छ। कुनै समय यहाँबाट पानी पराउँथ्यो, अब अहिले चाहिँ रोडले पुरेर माटोले पुरा कहाँ पुग्छ थाहा छैन, त्यस्तो कन्डिसन छ अहिले।